अब फेरि 1000 रुपैयाँ लगाएर पैसा कमाउने दिन आयो है त। पैसा ही पैसा होगा। अब तपाईले 1000 लगाएर 30000 कमाउन सक्नुहुन्छ। हो साथीहरु, यही चैत 21 गतेदेखि विन नेपाल लघु वित्तले एफपीओ लिएर आउन लागिरहेको छ, जसको मूल्य चाहिँ दोस्रो बजारमा 3000 रुपैयाँ पर किता रहेको छ। यही चैत 21 देखि चैत 26 सम्म तपाईले यो आवेदन दिन सक्नुहुन्छ। यस लघु वित्तले 51,29,200 रुपैयाँ बराबरको एफपीओ लिएर आउन लागिरहेको छ, जस अनुसार 100 रुपैयाँको दरले 51,292 किता निष्कासन गर्न लागिरहेको छ। यो एफपीओ तपाईले चैत 21 देखि लिएर चैत 26 सम्म तपाईले आवेदन दिन सक्नुहुनेछ भने यदि चैत 26 सम्म यसको पुरै आवेदन नपरेमा वैशाख 4 गतेसम्म पनि लम्बिन सकिनेछ। यो एफपीओ न्यूनतम 10 किताब भर्न सकिनेछ भने अधिकतममा 1000 किताब भर्न सकिनेछ। यस कम्पनीको इस्यु म्यानेजरको कुरा गर्ने हो भने नेपाल एसबीआई मर्चेन्ट रहेको छ भने यस लघु वित्तको दोस्रो बजारमा 4400 पर किताब पुगेको आज 3000 रुपैयाँ पर किताबमा पाइराख्नु भएको छ भने तपाईले यो एफपीओ पर्यो भने भोलिको दिनमा तपाईले 4400 सम्म बेच्न सक्नुहुनेछ, जसको मूल्य चाहिँ तपाईको 44000 हुनेछ। सो तपाईलाई यो पर्यो भने तपाईले 1000 मा 44000 कमाउन सक्नुहुन्छ। सो यो एफपीओ भर्न नबिर्सिनु होला, पर्ने नपर्ने आफ्नो भाग्यको कुरा हो। र यस्तै युजफुल टिप्सको लागि हाम्रो च्यानललाई फलो गर्नु होला।